ढेँडो खानु चाहिँ मजा आउँछ ढेँडो भन्छ कि ढिँडो भन्छ हौ तर बनाउनु चाहिँ एकदम गाह्रो छ गाइस तर हामी खाने हो के छ र हामी बनाउँदैछौँ ढेँडो यो चाहिँ अलिक नयाँ आइडिया रहेछ यसरी पहिला भुट्नु पर्दो रहेछ यसरी भुट्यो भने चाहिँ अलिक गनाउँदैन अरे राम्रोसँग पाक्छ चाहिँ यसरी पानी हालेर गर्दैछौँ कस्तो हुन्छ बिजुली बत्तीको सबै गरेर त्यही हाल्छ ल यो चाहिँ ढेँडो छ हाम्रो यहाँनिर यहाँ सागको तरकारी यहाँ ग्रेभी छ यहाँ मही छ यहाँ अचार छ हामी खान लागेको कस्तो राम्रो भएछ आज झन् ढेँडो त ओहो सबै डल्ला